भाइ के पारा हो के प्रोग्राम सुरु गर्नु न। पक न के पक कोन न कति नै ठुलो कुरा मान्छे आउन लाग्यो जस्तो ते दर्शक मित्रहरू अब के भन्नु आज हामी निमन्त्रणा दिन गइरहेको छ हाम्रो ल्याङ्गाती विश्वमा वा आफूलाई कहिले एमाले कहिले काङ्ग्रेस कहिले माओवादी कहिले राजावादी भन्दै हिँड्नुहुन्छ अरू कोही होइन अभियन्ता दुर्गा प्रसादजी हुनुहुन्छ। दुर्गा प्रसादजी ओ दुर्गा प्रसादजी नमस्ते। के पारा हो कि भाइ के पारा भन्नुहोस् ल नमस्ते भाइ। अनि के हो तपाईँको पारा यो मेरो पारा के हार भन्नुभएको कहिले कुन आन्दोलन कहिले कुन आन्दोलन तपाईँ कुन पार्टीको हो थाहा छ तपाईँलाई? म जेन्जी पार्टीको कि भाइ जेन्जीको म जेन्जीको अघि भन न होला सुरु गर। म तपाईँले मलाई किनेकै होइन के सुरु न सुरु गर्नु तपाईँ पनि गाड चाहियो के हो भाइ चाहे गाड चाहियो भाइ कति छ दुर्गाजी? मालामाल हो कि भाइ म त मालामाल मान्छे हो कि भन अगाडि सुरु पछि पछिको कुरा यो ए पक्रिनुहोस् दर्शक मित्रहरू हामी दुर्गा प्रसादजीलाई अभिनन्दन गरिसकेका छौँ। दुर्गाजी नमस्ते। नमस्ते नमस्ते ल नमस्ते भन्नुहोस्। तपाईँ यतिको हाँस्नुको मूल कारण भन्नुहोस् त। हाम्रो देशमा परिवर्तन भएछ कि परिवर्तन भएछ कि पत्रकार चाहिँ बुझ्नुहोस् भयो बुझ्नु थाहा छ नि तपाईँलाई परिवर्तन भएछ कि। अनि तपाईँले त मार्सी भात खुवाउनु भयो अरे हाम्रो तपाईँले म बासमती चामलको भात खुवाउँछु कि तपाईँ बासी भातको कुरा नगर्नु उहाँहरूलाई पनि खुवायो तपाईँले त मिठो बासमती चामल खुवाउँछु कि। अनि दुर्गाजी हाम्रो क्यामेराम्यानलाई कति दिनुभयो त? पछाडिको कुरो हो कि भाइ तिमीलाई भन्नु हुन्छ पछाडिको कुरो हो पछाडि मिलाउने कुरो हो कहाँ भन्नु हुन्छ। दुर्गाजी तपाईँको प्रायः जसो 30% कुराहरू सत्य हुन्छन् अरू सबै प्रायः जसो अफवाह हुन्छन् जताभावी जे पाए त्यही बोल्दै हिँड्ने हो अहिलेको यो युगमा बच्चाहरूलाई त्यसरी जताभावी त्यही बाच्चाहरूको मानसिकता के होला तपाईँको यस्तो कुरा सुनेर? के प्रमाण छ कि भाइ हामी प्रमाण भएर बोल्छु कि भाइ के तपाईँ भन्नुभएको? देखाउँछु यहाँ भ्रष्टाचारको प्रमाणहरू छ कि तपाईँले त्यतिकै मैले भन्छु 275 जना मध्ये कतिजनाको प्रमाण छ मसँग हेर्नुहोस्। तपाईँ भन्छ दुर्गाजी कस्तो कुरो गर्छ कि ल भन्नुहोस् अरू सोध्नुहोस् के सोध्न सक्नुहुन्छ? अब तपाईँलाई त के सोध्नु कहिले ऋण तिर्ने त तपाईँले पुरै घाट खाइदिएको छ त ऋण अनि अरूलाई चाहिँ तिर्नुपर्छ के गरिन् भाइ के गरिन् तपाईँ ने गरिन् नि त्यत्रो हस्पिटल बनाउँदाखेरि त्यत्रो विजय चलाउँदाखेरि दुनियाँभरको 6-700 आफूले कमाएको पैसा हो कि भाइ ऋण भन्छ भाइ ऋण होइन पैसा बिजनेस माइन्ड म त। हुन्छ तपाईँले नेता उही त हुने खटा होइन र? नेतासँग नजाउने कि मलाई म नेता होइन कि बिजनेसम्यान यसो सल्लाहकार हो। कुरा नमिलुन्जेलसम्म ठिक भएन कुरा मिलेपछि तपाईँ अघि उता 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 जाने हेर्नुहोस् कि म त जनता हो कि यसो के गर्छ भनेर बुझ्न गएको थिएँ कि। हुन्छ त्यसरी बुझ्न पाइन्छ। अनि कसरी बुझ्नु कि पारदर्शी नगरेर हुन्छ त कुरालाई के कसो गरेर कुरो यो भाइ पत्रकार पनि चाहिने कुरो गर्नु। तपाईँले नर्सको यसो तलब कतिको दिनुभएको छैन अरे डक्टरको यसो दिनुभएको छैन के हो यो खबर सुनिएको छ? कस्तो कुरो गर्नुभयो कि कुन नर्सले भने तपाईँले मलाई तलब दिएन भने कि? मलाई त्यस्तै अब मेरो सम्पादकताहरूलाई त्यस्तै भने सुनेको मैले। अब खबर छाप्छन् कि तपाईँको समाचारहरू नाम मात्रै पत्रकार काम त पत्रकार जस्तो गर्छन् कि तपाईँहरूको पत्रकारले। छ मसँग प्रमाण तपाईँहरूको बढी के गर्छ मसँग प्रमाण छ कि? भयो त्यस्तो कुरा त नगर्नु। नगरे होइन कि नदिया होइन कि सबलाई दिया हो कि अनि यसो 2-4जनालाई दिन सकिएन होला के गर्नु? अनि दुर्गाजी तपाईँको त ड्राइभिङ त खतरा छ फेरि अस्ति देखियो नि ड्राइभिङ भन्दैन त्यसलाई कि भाइ हालचालमा सिक्या हो भाइ त्यही पनि हाँक दियो कि भाइ के गर्नु चलाउनु आउँदैन त्यही पनि हाँक्नु पऱ्यो नि त हाँक्नु पऱ्यो नि त प्रोफेसनल हो प्रोफेसनल। ठिक छ अनि के अब तपाईँ राजातिर धेरै झल्किनु भएको के राजा ल्याउनेतिर के सोच छ तपाईँको? होइन कि भाइ राजा भन्ने कुरो भगवान् हुनुहुन्छ कि पूजनीय हुनुहुन्छ कि तर अहिलेको अवस्था अनुसार राजा हुनु पनि ठिकै हो कि भाइ अवस्था हेर्दैन त्यसको त्यही बुढापाखाले त जेन्जीलाई लुटिरहेछन् त पिटिरहेछन् त जेन्जीलाई
के गर्छ तपाईँले पनि देखिराख्नु भएको छ त हो कि होइन भन्नुहोस् न कि तपाईँसँग त अब कुरामा जित्न सकिँदैन अब के प्रश्न सोध्नु तपाईँले प्रश्न सोध्नुहुन्छ तपाईँ त कारागार छिटो पाएको हुँदैन काट्टै बाहिर निस्किन्छ यसको कारण चाहिँ के हो के भाइ मेरो क्यारेक्टर गर्छौ त होइन नि दाइ यसो अलिक दिइहाले अब भित्रभित्र त हाम्रो कुरोहरू हुन्छ कि भाइ होइन त्यही भएर बाहिर छिट्ने बित्तिकै निस्कियो कि भाइ के गर्छ ठिक छ दाइ तपाईँ त सही मान्छे हो क्या दाइ अनि दाइ अब तपाईँले अब राजनीतिमा जानुभएको छ अनि तपाईँलाई अब पार्टी सार्टी खोल्न के छ विचार त पार्टीको कुरो कि भाइ मैले खोलेको छु कि भाइ जेएनजीहरूको लागि खोलेको छु कि भाइ अहिलेको नयाँ योजना हो कि भाइ अनि दाइ अब तपाईँ यसो अब चान्स पायो भने त यसो ढ्याप्पै प्रधानमन्त्री हानिदिने कि क्या हो आउने हो पार्टीमा के भएछ भाइ अब दाइ अगाडि हाम्रो क्यामराम्यानलाई आजको जति सबै दिइहाल्नुहोस् अनि म टक्क आइदिन्छु कि क्यामराम्यानलाई त टेन्सन छैन कि भाइ पछाडिबाट एकपल्ट 400 दिने हो कि भाइ के गर्छ हो ठिक छ दाइ ठिक छ